हेलो गाइज, नमस्ते। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि मेरो आज चाहिँ छुट्टीको अन्तिम दिन अनि अहिले चाहिँ अलमोस्ट बेलुकाको 8 बज्न लागेको छ। अनि बेलुकाको 8 बज्न लागे पनि उज्यालो नै छ हैन। अनि मेरो साथी चाहिँ चटपटे खानु हुने रे, अनि चटपटे बनाएर पार्कमा आउनु भनेर भन्दिन्छ। अनि म चाहिँ अब इभिनिङ टाइममा गर्मी पनि धेरै छ, त्यही भएर उतै गएर आउँछु। दिनभरि सुत्दाखेरि अनुहार एकदम धेरै सुन्निरहेको जस्तो फिल भइरहेको छ। अब म चटपटीको लागि प्रिपरेसन गर्छु। ओके गाइज, मैले चाहिँ यहाँनिर चटपटीको लागि कर्जी काटिसकेको छु। चाहिँ यहाँनिर कर्जी काटेर बट्टामा लगाएँ, अनि त्यस पछाडि छुट्टै मुरै छुट्टै राखेको छु। अनि चाउचाउ एउटा लगाउँछु, अनि चिसो पानी भइहाल्यो। अनि साँच्चै भनेको यो कम्ती गर्मी छैन, यसले काम गरिरहेको छैन। अनि मैले चाहिँ यहाँनिर सामानहरू लगाइसकेँ। अरे मुन्टो त कहाँ गएछ मेरो, टाउकै देख्दैन रहेछ त। अनि अब म चाहिँ यहाँबाट निस्किन्छु। पार्क पनि आइपुग्यो, मोटो मान्छे पनि यहाँनिर आउँदैछ। पार्कमा तर मान्छे कति धेरै रहेछ क्या आज। गर्मीले होला सबैजना निस्केर बसेको, हामी बस्ने ठाउँ नै पाएन। उमाथि नै जाऊँ ल, पानी खोल्ने बेला पनि हुन्छ है। त्यो ए आउनु बस्नु राख्नु नहुँदै हाम्रो चटपटे। दुई तिनचोटि भइसक्यो म मिनी प्रेसमा त्यसरी झुक्केको। सामान बोक्दै लैजान्दै Take it to your phone. कसो भयो? हिजोको जतिको चाहिँ छैन है, तर के भयो आज? भोक पनि थियो होला, पिरो छैन। नुन पनि अलिक कम्ती लागेछ। यहाँ बसेर चटपटी खान थाल्यो। गएँ, कालो न कालो आयो त फेरि। गएँ बिहान 10 बजीदेखि, अनि 10 बजीबाट 1 बजीको पनि हाजिर गरेर चाहिँ आएँ नपढिकन। चाबी लगिन रहेछ नि त फेरि। अनि के गर्नुभयो? त्यही भएर क्लास नलिकन आएको। रामुलाई पार्कमा भेटायो। अनि यस्तो टन्टलापुर घाममा कतिचोटि ओर्दोर गऱ्यो हिजो आज छाला पत्र जान्छ होला। हात कालो कालो भएको छैन नि, यहाँ हात होइन, अनि खुट्टा के भएर मलाई पिरो। मलाई खोर्सानी गएर आउने के खोर्सानी हुन्छ?
रिङ्गा नै चल्यो मलाई त झोडा त डह्रो रहेछ नि हो पिरोले रिङ्गा चल्यो कसरी पिरो एउटा भेटाउनु धेर खाइ क्या मैले के बनाउनु भएको छ अरे कपाल हामीलाई चाहिँ गाई चटपटले पुगेन अनि हामीले चाहिँ मासु बिनाको भयो क्या कसो भन्नुपर्दा के भयो अरे मासु बिना भयो मासु खानु मन लाग्यो केही न केही अब चाहिँ अनि हामी यहाँ चितुवा हो नि त लिम्बू हो म त चितुवा हो मासु बिना म त हुँदैन म पनि त्यही होला नि अनि लास्टमा चाहिँ होइन भन्नु एकदमै मासु खाने भनेपछि त अनि हामीले के पो मगायौँ अरे फेभरेट आउँदै हुनुहुन्छ तर बाहिर पार्कमा छु पार्कको लोकेसन एड गरेको छ लेट्स सी आउनु चाहिँ तर टाइम लाग्छ नि झन्डै आधी घन्टै लाग्छ आधी घन्टासम्म बस्नु पर्ने छ आज जाडो जाडो मैले चाहिँ बोल्ट मगाएको थिएँ बाहिर लोकेसन पिन गरेर अनि आइपुगेको छ हाई थ्याङ्क यू भेरी मच इट्स डिफिकल्ट टु फाइन्ड No, it's not difficult. Okay. You put the right address. Yes. Thank you so much. Thank you so much. Ayo. के ल्याइदिएको कस्तो मात्रै बिर्से Oh my god. आयो बिर्से त मैले त्यसरी नाचेको What is this guys? हाम्रो के हेर्नुस् त के आयो छिटो खाने तातो तातो मिठो मिठो के खाएको डिम्पल माछु हड्डी लभर चाहिँ यहाँनिर सबै खानेकुराहरू खाइसकेर चाहिँ अब ला उयो छ हौ सिजन यहाँनिर अनि भोलि गएर नि त के हुन्छ त ए त्यो रहेछ सबै अहिले म भिडियो भएर नगराएको होला अहिले मर्छु होला म अनि खाइसकेर अब चाहिँ हामी यो उसमा राख्नु अनि हामी अब आफ्नो आफ्नो घर जाने भोलि बिहानै उठेर काममा जानु छ जाडो जाडो पनि हुनु थाल्यो फेरि यहाँको मौसम केही बुझ्दिनँ म एनिवे रमाइलो भयो होइन एकदम चिसो भयो डान्स कस्तो लाग्यो एकदम खतरा अझै गर्नु जानिनँ मैले काली बुढीले यस्तो खतरा नाच्दैन त्यसो गरेर अब त्यो चाहिँ भोलि पर्सि म देखाउँछु हस् अन्त ओके सबैजनालाई थ्याङ्क यू सो मच अनि लाइक सेयर सब्सक्राइब गर्न नभुल्दिनु होला गाइजहरू थ्याङ्क यू सो मच थ्याङ्क यू फर वाचिङ बाई बाई